हे गाइस व्हाट्स अप आई होप तपाईहरु सबैजना आफ्नो घरमा एकदमै मस्त मलङ हुनुहुन्छ होला अनि म पनि एकदमै ठिक छु हैन अनि अहिले चाहिँ कति बजे भयो भने अहिले चाहिँ बजे बेलुकाको 4:30 यो बेलुकाको समयमा हाम्रो दिदी बहिनी हामी दाजुभाइ मिलेर चाहिँ नारायणकोटी जाँदैछौँ। वेलकम ब्याक टु माई च्यानल। सो म चाहिँ मेरो कोचीको ब्याग लिएर जाँदैछु। आज जम्मा 2 लाखको ब्याग हो यो। अनि आज चटपटे खतरा खाने हो, गएर चटपटे र पानीपुरी अनि रमाइलो गर्ने हो, गएर फोटो खिच्ने हो गाइस। मेरो दिदी बहिनी दाजुभाइहरू रेडी हुँदैछ। ल अब टक्क बाहिर निस्केर फेरि भेटौँला है त। सो गाइस म चाहिँ यहाँनिर रेडी भएर बाहिर निस्केको। मेरो कान्छी बहिनी चाहिँ यता हुनुहुन्छ। यहाँ चाहिँ मेरो कान्छी बहिनी हो। हामी जाँदैछौँ। सानो तिमी नि यता आउनुहोस् न। यो चाहिँ मेरो सानो पुटुरे भाइ हो। मेरो सानो 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 छोरी हो। को तिमी भन्यो त म को अरे? कसको ठुल मम्मी हो? तिम्रो हो? यो चाहिँ मेरो सानो छोरा हो। अब हामी कहाँ जाने भनिदेऊ त? घुम्न कहाँ जाने? पर जाने? ल हामी चाहिँ घुम्न पर जाँदैछौँ। हाम्रो बहिनी उता हिरोनी भइसकेको छ। ल हाम्रो 2 जना दाजुभाइहरू बुढा बाहिर भित्रै हुनुहुन्छ, रेडी भएको भाइ हुनुहुन्छ गाइस। अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ। अब हामी चाहिँ जाँदैछौँ। कहाँ जाने भनिदिनु न? नारायणघाटको नारायणीको तीरमा घुम्न जाँदैछौँ। अब भाइहरूसँग भेट हुने कहिले गयो, आएको बेलामा जाम एकछिन भनेर यस्तो साँझ बख जान लाग्यो हामी चाहिँ। अनि भेटौँला नारायणीको तीरमा अब है। बेलुकाको 4:30 बज्यो। अहिले चाहिँ हामी चाहिँ भन्नुपर्दा ठ्याक्कै अहिले नारायणीको पुल माथि छौँ। घरबाट भर्खरै आएको हामी दिदी बहिनी दाजुभाइ मिलेर गाइस। अहिले चाहिँ म ठ्याक्कै तीरको माथिपट्टि छु होइन। तिमीहरू पर्ख्नु भए कति छिटो भाग्यो। जा अगाडि जा। लगभग बेलुकाको 5 बज्न लाग्यो। अहिले यहाँ यस्तो घाम छ, तपाईँहरू देख्न सक्नुहुन्छ। अब कति मान्छेहरूलाई त थाहा छ नारायणीतिर आउनु भयो होला, कति मान्छेहरू चाहिँ आउनु भएको छैन। सो उहाँहरूको लागि म यो भिडियो बनाउँदैछु। यता मेरो बहिनी हुनुहुन्छ, यता चाहिँ म छु। सो थोरै अगाडि त मैले तपाईँहरूलाई म थोरै यहाँको देखाउँछु है त। सानो हाई गरिदियो। हाई, यता हेर्नुहोस् न सानो। हाई, यहाँले फेरि हेर्दै हुनुहुन्न। सो यहाँ सबै स्टलहरू लागिरहेको हुन्छ। घाम छ अहिले, अलि एकछिनपछि धेरै रमाइलो। हाम्रो जेठा कान्छा माइला दाईहरू यहाँ आइसक्रिम खाँदै हुनुहुन्छ। लगभग बेलुकीको 5:30 बज्न थाल्यो होला। यहाँले चाहिँ मिठो नभएर फालिदिनु भयो, विस्तारित गरिदिनु भयो। यहाँहरूलाई एकदम मिठो लागिरह चाटी खाँदै हुनुहुन्छ। साना हजुर कहाँ आउनु भएको हो? साना यता हेर्नुहोस् न, कहाँ आउनु भएको हो? के खानु भएको यसरी? आबी यता हेर्नुहोस् न, यता साना यता हेर्नुहोस् न। आबी कति त गइछ यहाँ। के तँलाई के टेन्सन परेको त? जान्छ न आउँछ। जेठा भाइलाई कस्तो लागिरहेको छ? हाम्रो जेठा भाइ चाहिँ लास्टै ह्यान्डसम हुनुहुन्छ। यहाँ मलाई 500 दिनुहुन्छ अरे। यता हाम्रो कान्छी बहिनी हुँदै हुनुहुन्छ। यहाँ कुवा बरफ खाँदै हुनुहुन्छ। अब यता कान्छा भाइ हुनुहुन्छ। ऊ हाम्रो एकदम किङ कोब्रा।
यता ठुलो भिनाजु हुनुहुन्छ अब यता म भइहालेँ भाइसँग हैन होला कस्तो फोटो खिच्नुहुन्छ म चाहिँ यहाँ डेमो हेर्न जाँदैछु यहाँनिर फोटो डेमो खिचेर हेरेको राम्रै लाग्यो अब अहिले साह्रै धेरै सनलाइट धेरै छ गाइस एकछिनपछि यसो विचार गरौँला त्यो चाहिँ अहिले चाहिँ एकछिन यसो यहाँ घुमौँ हेरौँ बोटिङ गर्न जाने हो म त गर्दिन तिमीहरु गर राम्रो देखिन यो चाहिँ हाम्रो जेठा माइती हो यता भिनाजु हुनुहुन्छ जेठा भिनाजु माइलो भिनाजु यता कान्छो माइती यता हाम्रो सानो भाइ हुनुहुन्छ यता हेर्नु त अबि सानो के आयो त भनिदिनु न के आयो ए डुङ्गा आयो अरे यताबाट तिमी तिमी डुङ्गामा चढ्ने हो त्यसो भन्ने के यसको पैसा लिनु छैन लिन ल यसलाई मात्र गराएर पठाइदिनु के भन्ने रे फेरि भन्नु त भन न के भन्ने रे कहाँ ए मोमो खान जाने यो चाहिँ कहाँको मोमो खाने कान्छी शानदार सबैको मिठो प्यारो र फरपर्दो मोमो भनेकै चितवनको जम्मा 150 रुपियाँ प्लेट हो तर कस्तो राम्रो देखाएको छ गाइस हाम्रो जेठो भाइ हैन यो चाहिँ मेरो जन्मैदेखि राम्रो कस्तो सोझा जेठो भाइ पनि मेरो जेठो माइती सिंगलै हो मेरो जेठो माइती हो हुन त म पनि सिंगलै हो हजार गर्नु ल पक्कै गरेर बसिहालिन्छ दुईवटा कुरै हुन्न नि सर्ट हो नि मलाई जान्छु तपाईहरु सर्ट चाहिँ नगरौँ सरी एडभर्टाइजिङ नि हुन्छ के सर यता युट्युबर हुनुहुन्छ दिदी हेर्नु जानी भाइ नत्र त के गर्नु जानुहुन्छ कि नै हामीलाई 1000 मा लैदिनु के सबैजनालाई नाइ भने 3 जनालाई 600 मा लैदिनु ल मेरो त फेरि भिडियो 1 नम्बरको आउँछ पत्ता हुन्छ नि हजुरको फेरि राम्रो आउनु रहनु मुम्बई की यो मेरो जेठो माइती चाहिँ लास्टै ह्यान्डसम देखिया त फेरि आज हैन म तपाईहरुलाई अब यस्तो दामी दामी भ्यू देखाउँछु है त गाइस नो यार यहाँ मान्छे पोलिराखेको छ हामी यहाँ रमाइलो गर्दैछौँ केही छैन 2 दिनको जिन्दगी चटपटी खाम न कहाँ खाने हो र उतापट्टि पारी होइन यहाँ त नबस्नु त पारिपट्टि जाम कि खाँदै हिँड्ने होइन हो बसेर खाने जाम उता पारी चटपटी कहाँ बनाउनु अब हामी घर जाँदैछौँ अँध्यारो भयो 7 बज्न लाग्यो गाइस तर अब फेरि यहाँ आएर पानीपुरी खाइएन चटपटी खाइएन भने त बेदा हुन्छ चिताउनुको त्यही भएर पानीपुरी चटपटी खाम अनि घर जाम है त गाइस तिमी के खाएको के हो त्यो चुइगम चिची है चटपटी आइपुग्यो हाम्रो आउट अफ दिस वर्ल्ड लास्ट टाइम मिठो चटपटी Tell me one more thing. No. Last time. हेर्नु न हाम्रो यो पुल चाहिँ कति झकमक्क उज्यालो छ कुन रेणु दाहाल के रे रेणु दाहालले हाम्रो नानीहरूको बजार चाहिँ राष्ट्रै राम्रो बनाउनु भएको छ अहिले रमाइलो भयो त आज यता हेरेर भन्ने नि हाम्रो जेठो भाइलाई कस्तो लाग्यो हाम्रो कान्छीलाई कस्तो लाग्यो हाम्रो सानोलाई कस्तो लाग्यो बाबु रमाइलो भयो सानो यता हेर न तिमीलाई निन्दा लाग्यो हो यता हेर्नुहोस् न
खानु त्यो के हो